आदरणीय दर्शक महानुभावहरू सम्पूर्णमा नमस्ते। म पर्मिसा इताङ्गा अर्घाहाँचीदेखि तपाईँको माझमा फेरि पनि उपस्थित भएको छु एउटा सानो जानकारी लिएर। कृपया भिडियोलाई अन्तिम समय हेरी साथ दिनुहोला। कुरा गरौँ भूमिका स्थानको। भूमिका स्थान नगरपालिकाभित्र रहेका सबै विद्यालयहरूबाट कक्षा 8 को रिजल्ट सार्वजनिक भइसक्यो। तपाईँले पनि देखिसक्नु भएको होला। यो रिजल्टबाट न त कुनै बालबालिका सन्तुष्ट, न त कुनै अभिभावक, न त कुनै शिक्षक, न त कुनै जनप्रतिनिधि। यो रिजल्ट शून्य आउनुमा गल्ती कसको छ? सिङ्गो अभिभावकको छ। जब बालबालिका सानो हुन्छ, राम्रोसँग बाबा आमा भन्न जानेको हुँदैन, त्यो बच्चालाई लगेर विद्यालयमा प्रवेश गराउनुहुन्छ। बाबा आमा भन्न नजानेको बच्चाले शिक्षकले पढाएको कहिले दिमागमा ल्याउँछ त? ल्याउँदैन। त्यति मात्र होइन, जब बालबालिका राम्रोसँग बुझ्ने पढ्ने जान्ने भएको हुन्छ, त्यो बेलामा तपाईँहरूले हातमा मोबाइल समाइदिनुहुन्छ अनि बालबालिकाको नतिजामा सुधार आउँछ त? त्यति मात्र होइन, कुरा गरौँ बोर्डिङ स्कुलको र सरकारी स्कुलको। त्यही बोर्डिङ पढ्ने विद्यार्थीलाई तपाईँले महँगा न महँगा 9-10वटा किताबहरू झोलामा हालिदिनुहुन्छ, विषयगत कापीहरू हालिदिनुहुन्छ, नास्ता समयमा, ड्रेसहरू फुल लगाएको छ, जुत्ताहरू लगाएको छ, समयमा खाएर भाडा तिरेर गाडीमा पठाउनुहुन्छ। त्यही सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूले राम्रोसँग ड्रेस पाएको छैन, विषयगत कापीहरू पाएको छैन, राम्रोसँग पेन दिनुभएको छैन, सरसफाइ छैन, ड्रेसहरू छैन। अझ तपाईँले बोर्डिङको र सरकारी स्कुलको कम्पेयर गर्नुहुन्छ? जति लगानी तपाईँले बोर्डिङमा लगाउनु भएको छ नि, त्यति लगानी सरकारी स्कुलमा लगाउनुहोस् त, बालबालिकाको नतिजामा कतिको सुधार आउँछ? मात्र सरकारी स्कुल र बोर्डिङ स्कुलको कम्पेयर गर्नु होला। प्रिय अभिभावकज्यू, यो वर्षको रिजल्ट त्यस्तै भयो। अर्को साल चाहिँ जति लगानी बोर्डिङमा लगाउनु भएको छ त्यति लगानी सरकारी स्कुलमा लगाइदिनु होला। मात्र बालबालिका सन्तुष्ट भएर पढ्छन्, नतिजामा पनि त्यत्तिकै सुधार ल्याउँछन्। धन्यवाद।